छिट्टो खिर बनाऊँ है त। यो भयो बिचाको चामल, अनि तातेको भाँडामा घिउ राख्छु। अब चामललाई भाँडोमा राखेर एकछिन चलाउँछु। यसपछि अलिअलि मसलाहरू राखेर फेरि मजासँग चलाउँछु म। छिट्टो खिर बनाउनको लागि एउटा भाँडोमा मैले दुध तताइसकेको छु, अनि यो तताएको दुधलाई पनि म चामल भएको भाँडोमा राख्छु। अब यसपछिको मुख्य काम भनेको भाँडोको फेदसम्म हामीले मजाले चलाउने हो टाइम टु टाइम। हजुरहरूलाई कोलियो मनपर्छ भने चिनी राख्न सक्नुहुन्छ, अनि त्यस्तै नट्सहरू पनि राख्न सक्नुहुन्छ अलिअलि। ठिक्कको आगोमा चलै पकाउँदै गएपछि यो चाहिँ तयार भइसकेको छ। पाकिसकेपछि ढिलो नगरी तातो त खानै पर्यो। खिरसँग खानलाई मैले आलुदमको तरकारी पनि बनाएको थिएँ। यो सँगसँगै मसँग कालो तिलको अचार, मुलाको अचार पनि थियो। यो सबलाई मैले एउटा प्लेटमा राखेँ। यति भइसकेपछि खिर मिठो नहुने त कुरै भएन। हजुरहरू पनि घरमा यसरी खिर पकाएर खानुहोस् है त। धन्यवाद।